हेलो साथीहरू र साथीहरू आज भने चाहिँ म लोकल कुखुराको चाहिँ अचार बनाउन गइरहेको छु। यो दुईटा लोकल कुखुराको र यो लोकल कुखुराको अचार चाहिँ बेङ्गलोर जान्छ है, दादाकोमा जान्छ नि त बेङ्गलोरकोमा है। अचार बनाउन लागेको छु र अगाडि हेर्नु होला म कसरी बनाउँछु भनेर अगाडि देखाउने छु तपाईँहरूलाई है। र यो चाहिँ दुईटा छ है, र यो चाहिँ छ 1 केजी 800 ग्रामको हो र यो चाहिँ 2.5 केजीको जस्तो हो। र गाइस अहिले भन्छ यो मासु चाहिँ पिस भइसकेको छ है, र एकदम रेडी भइसकेको छ। यत्रो यत्रो पिस छ है गाइस, तपाईँले देख्न सक्नुहुन्छ है। र यो पिस भइसकेको मासु चाहिँ अब यसमा चाहिँ मैले के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ यसमा चाहिँ मैले हल्दी र नुन मजाले हालेर म्यारिनेट गरेर चाहिँ मजाले राख्नुपर्ने हुन्छ है एकछिन त ल गाइस। र गाइस अहिले भन्छ फुल्ली मासु चाहिँ म्यारिनेट भइसकेको छ। र यो म्यारिनेट भइसकेको मासुमा चाहिँ के गर्नुपर्छ अब भन्दाखेरि चाहिँ यहाँ कराईमा ठुलो कराईमा टक्क बसाएर चाहिँ र तेल चाहिँ यो हाल्नुपर्छ, एकदम प्योर खानतेल है, प्योर खानतेल हाल्नुपर्छ किनकि यसको टेस्ट नै छुट्टै आउँछ है। र यो रिफाइन तेलको पकाएको र यो खानतेलमा पकाएको चाहिँ एकदम छुट्टै टेस्ट आउँछ नि त। तर त्यही भएर हामीले अचार बनाउँदाखेरि चाहिँ यो खानतेलमा हामीले बनाउने गर्छ। यदि तपाईँहरूले पनि बनाउनुहुन्छ भने चाहिँ खानतेलमा बनाउनुहोस्, एकदमै टेस्टी हुन्छ है त गाइस। गाइस यहाँ भन्छ मम्मीले मलाई हेल्प गर्दैछ है, यहाँ डिप फ्राई गर्नुमा चाहिँ यसरी फ्राई गर्नुपर्छ गाइस, मजाले पाक्नुपर्छ है, यो डिप फ्राई गर्नुपर्छ। र मम्मीले चाहिँ मलाई यहाँ हेल्प गर्दैछ। र गाइस मासु भने चाहिँ है एकदम डिप फ्राई गर्नुपर्छ, यतिको भएको छ डिप फ्राई चाहिँ एकदम यतिकै कुरुम कुरुम तपाईँहरूले देख्न सक्नुहुन्छ है। र हाम्रो मासु चाहिँ यहाँ छ है 3 खेप गएर चाहिँ पकाएको किनकि धेरै थियो नि त है। धेरै भन्दाखेरि पनि हाम्रो कति भन्दाखेरि लगभग 3.5 केजी जति चाहिँ हो यो है। यतिको चाहिँ मजाले डिप फ्राई गर्नुपर्छ है त गाइस, नत्र चाहिँ मिठो हुँदैन। र गाइस अहिले भन्छ मासु सबै पाकिसकेको छ है, एकदम 3.5 केजी जति मासु चाहिँ पाकिसकेको छ। र हाम्रो यहाँ तेल पनि तातिसकेको छ। अब चाहिँ फाइनल काम र हाम्रो यहाँ अचारको लागि चाहिँ यस्तो मसलादार खाँदैन नि त, त्यही भएर चाहिँ हाम्रो यहाँ सुक्खा खोर्सानी छ है, मसलाहरू चाहिँ यहाँ रेडी हुँदैछ। यहाँ चाहिँ छ सुक्खा खोर्सानी र यहाँ टिमुर पनि मिलाएको छ हामीले, र यहाँ तोरी चाहिँ हामीले भुटिसकेको छ। हामीले चाहिँ प्लेन खान्छ नि त दादाले, त्यही भएर चाहिँ प्लेन छ र 1-2 मसला चाहिँ छ है। र फाइनल काममा चाहिँ के भन्दाखेरि यो मसलाहरू हाल्नुपर्छ है, मसला हालेर भिनेगर चाहिँ हाल्नुपर्छ है त हामीले ल। र अब मसला चाहिँ हालिदिउँ। र यो हाम्रो चाहिँ चिली फ्लेक्सहरू भयो है, टिमुर, अनि त्यहाँदेखिको यसमा चाहिँ तोरी पनि छ है। र यसमा चाहिँ अब यो साथैमा यो मसला पनि गयो, हामीले चाहिँ मजाले पकाउनुपर्छ है। र आफ्नो आफ्नो स्टाइल हुन्छ पकाउने चाहिँ है। र मैले चाहिँ भिनेगर पनि ठिकै मासुको हिसाबले चाहिँ ठिकै हाल्नुपर्छ, किनभने यो भिनेगर चाहिँ किन हालेको भन्दाखेरिदेखिको चाहिँ योले चाहिँ लङ टर्मसम्म बिग्रिँदैन है। र अहिले भने चाहिँ म यो भिनेगर हाल्दैछु, अब चाहिँ मासु हालेर चलाउनु आँटेको। र फाइनल लुक चाहिँ तपाईँहरूलाई म बादमा देखाउने छु। गाइस मासुको फाइनल लुक चाहिँ, मासुको अचारको फाइनल लुक चाहिँ यस्तो छ है, तपाईँले देख्न सक्नुहुन्छ। पिरो पिरो मिठो है, एकदम स्वादिष्ट छ है। र आफ्नो आफ्नो तरिका हुन्छ र मैले चाहिँ यसरी बनाउँछु गाइस, तपाईँहरूले देख्न सक्नुहुन्छ। र तपाईँहरूले पनि यसरी नै बनाएर खानु होला र टेस्ट कस्तो लाग्छ भनेर चाहिँ तपाईँलाई थाहा हुन्छ त्यतिखेर है। र मासुको लुक चाहिँ यस्तो छ गाइस एकदमै।